नमस्कार, वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई। म आज र म कोसिस गर्छु मलाई किन यस्तो बात गर्दाखेरि नि मान लो अब हामी अब बाहिर बसेर नि त आफ्नो नेपाली भाषा नि बिर्सिए जस्तो लाग्न थाल्यो के। बाहिर मतलब म इन्डियामै बस्छु तर म घरमा मतलब नेपालीमै बोल्छु तर बाहिर आउँदा चाहिँ के हुन्छ भने हिन्दी बोल्नुपर्छ के, मतलब बेसी हिन्दी बोल्नै पर्छ। अब हाम्रो राष्ट्रिय भाषा हिन्दी भनेपछि त हिन्दी बोल्नु पर्यो हैन। त म हिन्दीमा पनि बोल्छु र आसामीमा पनि बोल्छु। म आसाममा बस्छु, आसामको केटा हो म र आसामिज पनि बोल्छु, हिन्दी पनि बोल्छु, नेपाली पनि बोल्छु। मलाई कुनै ल्याङ्ग्वेजमा प्रब्लम छैन, म सब ल्याङ्ग्वेजमा मिलाएर बोल्छु। र म आज नेपालीबाट बोल्दैछु र सबैले नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई म नमस्कार गर्छु र मलाई पनि सपोर्ट गर्नुहोस्। म पनि अगाडि बढ्न चाहन्छु र सबैलाई सहयोग गर्न चाहन्छु, म पनि मद्दत गर्न चाहन्छु र म पनि केही भन्न चाहन्छु तपाईको छेउमा। आफ्नो भाषामा आफ्नो भाषालाई अगाडि बढाउन चाहन्छु। हाम्रो नेपाली भाषा बहुतै मतलब संविधानमा छ। बोल्ने तरिका बोल्नेका जो बोल्छ नि हामीहरू अहिले हेर, म बोल्दा बोल्दै हिन्दी बोल्दैछु हेर। आफ्नो नेपाली भाषालाई बिर्सेर म हिन्दीमा बोल्दैछु। हो बोल्नुपर्छ हिन्दी भाषा पनि, तर आफ्नो जग्गामा आफूले जब हामीलाई संविधानले पर्मिसन दिएको छ कि हामीहरू आफ्नो नेपाली भाषामै बोलेर सब कुछ निप्टाउन सक्छौँ वा सब कुछ गर्न सक्छौँ भनेर, त हाम्रो आफ्नो भाषा किन नबोल्ने हामीहरू? भन्नुहोस् त, किन नबोल्ने? हामी हर जग्गामा आफ्नो नेपाली भाषा किन नबोल्ने? नेपाली बोल्ने, आसामिज बोल्ने, हिन्दी बोल्ने लेकिन आफ्नो भाषालाई एउटा महत्त्व दिनुपर्छ कि हामीले। भाषा भनेको एउटा जाति भाषा किन? भाषा भन्नेले हाम्रो जातिलाई बचाउँछ। अगर हामी भाषै बोल्नु बिर्स्यौँ भने त हाम्रो जाति कसरी बाँच्छ र भन्नुहोस् त? हाम्रो अब आउने पिँढीलाई हामीहरू इङ्ग्लिस सिकाउँदा हुन्छ? हुँदैन नि। त्यसलाई हाम्रो इन्डियामा बसेको जति ल्याङ्ग्वेज छ नि, मान लो अब म आसाम बस्छु, त एउटा मेन ठुलो कुरा सिक्नुपर्ने आसामिज, सेकेन्ड आफ्नो भाषा नेपाली, थर्ड हिन्दी, यो तिनवटा ल्याङ्ग्वेज सिकाउनुहोस्। इङ्ग्लिस मेन तिनवटा भाषा सिक्नुहोस् तपाईँ आसाममा बस्नुहुन्छ भने। हाम्रो भाषा के हो? हिन्दी, आसामिज, नेपाली, मतलब आफ्नो स्टेटको आफ्नो भाषा छ मतलब त्यो हो। तर हामीले सिक्नुपर्ने, हामी आसाममा बस्ने मान्छे सिक्नुपर्ने हो कि आसामिज, नेपाली, हिन्दी, यो तिनवटा भाषा सिक्नुपर्छ। हामी कम्पलसरी सिक्नैपर्छ। अनि मात्रै हाम्रो एउटा मतलब त्यो जग्गामा बस्ने हामीलाई मतलब एउटा कम्फर्टेबल हुन्छ कि, फिल हुन्छ, मतलब कम्फर्टेबल। हर चिजमा तिमीले बोल्न सक्नुहुन्छ, हर चिजमा गर्न सक्नुहुन्छ, मतलब हर जग्गामा गएर हर चिज सुन्नु सक्नुहुन्छ वा बुझ्नु सक्नुहुन्छ। यो तिनवटा भाषा सिक्नुपर्छ हामीले। तो जय गोर्खा, जय अखम, थ्याङ्क यू।